हेलो गाइज गुड मर्निङ एभ्रिवान सबैजनालाई मेरो फेसबुकको यत्रो इष्टमित्रलाई सेवारो एन्ड फ्यापुलो टासी दिले भन्दै तपाईँहरूलाई चाहिँ आजको भिडियो चाहिँ म देखाइरहेको छु हेर्नु होला। हिजो चाहिँ यहाँ चाहिँ कटाउमा चाहिँ हिउँ थिएन, हिजो चाहिँ हिउँ बेलुका पऱ्यो होइन, परेछ र ऊ माथि हेर्नु सक्नुहुन्छ यी कटाउको उयो यी हेर्नु सक्नुहुन्छ है। यहाँ यस्तो रमाइलो भइरहेछ र टुरिस्टहरू पनि धेरै खुसी भइरहेछ एकदम। हिजो बेलुका हिउँ परेकोले गर्दा चाहिँ स्नो परेकोले चाहिँ तपाईँहरूलाई यो चाहिँ कटाउको अब यहाँ चाहिँ तपाईँलाई देखाउने छु कटाउ जाने रोडको चाहिँ उयो फल्स हेर्नु सक्नुहुन्छ। यसरी तपाईँहरूलाई चाहिँ देखाउने छु होइन, यस्तो छ अब यो फल्सको चाहिँ यहाँ। अन्त अहिले चाहिँ पहिलाको चाहिँ यो पुरानो ब्रिज हो, यो हेर्नु सक्नुहुन्छ। अहिले चाहिँ नयाँ ब्रिज यहाँ बनिने रहेछ, यहाँ मुनि चाहिँ नयाँ ब्रिज बनिने रहेछ र यस्तो छ फल्सको चाहिँ यस्तो छ। साइडमा चाहिँ पानी यस्तो हिउँ जमिरहेको छ र यस्तो जमिरहेको छ हेर्नु सक्नुहुन्छ। बिचमा चाहिँ पानी, यहाँ टुरिस्टहरू पनि त्यस्तै छ हिँडिरहेको छ। यस्तो छ है गाई लेकको भनेपछि चाहिँ यस्तो छ। यसरी बिचमा चाहिँ पानी कुदिरहेको छ र साइडमा चाहिँ हिउँ छ हेर्नु सक्नुहुन्छ तपाईँहरू। माथिबाट यो फल्स कटाउ जाने ठन्डा फल्स भन्छ यो चाहिँ, हेर्नु सक्नुहुन्छ। यस्तो छ, राम्रो छ, दामी छ साथीभाइहरू हेर्नु सक्नुहुन्छ। यस्तो छ यस्तो छ यस्तो छ। यहाँ मुनि पनि हेर्नु सक्नुहुन्छ। यस्तो छ यहाँ मुनिको दृश्य चाहिँ तपाईँहरूलाई। र यो चाहिँ म भरे चाहिँ युट्युबमा मेरो च्यानलमा हाल्नेछु, फेसबुकतिर इन्स्टाग्रामतिर हाल्ने। तपाईँहरूले सक्दो लाइक सब्सक्राइब अरू गरिदिनुहोस् र कमेन्ट पनि गरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस् र तपाईँहरूको थ्रुबाट अरूले पनि हेरेर आउनु सक्नेछ यहाँ र तपाईँहरू पनि आउनु सक्नुहुन्छ यहाँ। यस्तो छ है यहाँ आजको भ्यू चाहिँ यस्तो छ हेर्नुहोस्, दामी। यहाँ यो न्यू ब्रिज बन्दै गरेको हो, त्यो पानी हेर्नु सक्नुहुन्छ। पानी चाहिँ यस्तो छ, बरफ जामिरहेको छ हेर्नुहोस् है, दामी छ यस्तो छ साथीभाइ हो। र आजको चाहिँ कटाउको चाहिँ तपाईँहरूलाई यति नै हो। र भरै यहाँबाट फेरि हामी युमथाङ जानेछु, युमथाङमा पनि तपाईँहरूलाई देखाउने छु र युमथाङको र 0 पोइन्टको पनि तपाईँहरूलाई देखाउने छु। भरैको मेरो युट्युब च्यानलमा चाहिँ तपाईँहरूले लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला भन्दै अहिले राखेँ र धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्।